मेष राशि माघ महिना तपाईँ मेष राशि हुनुहुने जातकहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा राम्रो हुनेछ यी र यस्तै यावत विषयमा चर्चा गर्छौं। सर्वप्रथम त यो तपाईको जिम्मेवारी बढ्ने समय हो। काम प्रति, पारिवारिक कारण प्रति आफ्नो दायित्व बोध गर्नुपर्ने, एउटा लिडरशिप गुण लिनुपर्ने समयका रूपमा देखियो। विशेष गरेर यस समयमा जागिरमा इन्भल्भ हुनुहुने जातकहरूका लागि पदोन्नति, प्रमोशन्स वा गरेको कामहरूमा जस र प्रभाव सकारात्मक पार्न सकिने समयका रूपमा देखिन्छ। विशेषतः विद्यार्थी जनहरूका लागि पढाइमा कन्सियसनेस हुन केही गाह्रो देखिन्छ। पढाइ प्रति फोकस अलि कम हुन सक्छ भन्ने विषय देखियो। अलिकति पढाइमा धैर्यता र प्यासेन्स राख्नुपर्ने देखियो। विशेष कुनै इक्जाम र कम्पिटिसन वा इन्टरभ्यूहरू फेस गर्दै हुनुहुन्छ भने यस महिना तपाईका लागि सकारात्मक प्रद महिनाका रूपमा देखिन्छ। आर्थिक रूपमा आय स्रोतको माध्यमहरू बढेर जाने समयका रूपमा जोडिन्छ। विशेषतः यो समयमा यहाँले पारिवारिक जिम्मेवारी वहन गर्नुका साथै यदि तपाईँ विवाहित हुनुहुन्छ भने सम्बन्धमा सुधारका संयोगहरू देखिन्छन्। एकअर्का प्रति सकारात्मक सद्भाव बढ्न सक्ने समय हो। विशेष गरेर तपाईँ प्रेमिल महानुभावहरूको सम्बन्ध वा एक प्रकारको प्रेम सम्बन्धमा दरारता, सानोतिनो मिसअन्डरस्ट्यान्डिङ जस्ता कुराहरू यस महिनामा बढेको देख्न सकिन्छ। विशेष गरेर तपाईको आत्मविश्वास र कन्फिडेन्टका कारणले गर्दा नयाँ जिम्मेवारी र महत्त्वपूर्ण जिम्मेवारीहरू प्राप्त गर्न सक्नुहुन्छ। यद्यपि यस महिनामा यहाँले आफ्नो ओभर कन्फिडेन्टलाई थोरै कन्ट्रोल गर्नुपर्ने देखिन्छ। आफन्तजन वा नजिकका व्यक्तिहरूका कुरा सुनेर राय र सल्लाह लिएर अगाडि बढ्दा तपाईलाई खास राम्रो हुने देखिन्छ। विशेष गरेर पेट सम्बन्धित समस्या वा ढाडछातीसँग सम्बन्धित समस्याले बेला बेलामा यस महिनामा यहाँलाई दुःख दिन सक्छ। विशेष गरेर तपाईँ आर्मी, पुलिस, फौजी वा सरकारी क्षेत्रमा आबद्ध हुनुभएको व्यक्ति हुनुहुन्छ भने यहाँका लागि विशेष प्रभावकारी समय देखिन्छ। विशेष गरेर वित्तीय, ब्याङ्किङ, फाइनेन्सियल फिल्ड वा शिक्षाको क्षेत्रमा आबद्ध हुनुहुने जातकहरूका लागि सरदर समग्रमा सकारात्मक समय नै हो भन्न सकिन्छ। नयाँ व्यावसायिक योजनाहरू बनाउँदै हुनुहुन्छ वा नयाँ कामको थालनीको शुभारम्भ गर्दै हुनुहुन्छ भने तपाईँ मेष राशि हुनुहुने जातकहरूका लागि सकारात्मक प्रद देखियो। वैदेशिक क्षेत्रमा रहेर कार्ड, डकुमेन्टेसन वा फर्दर कुनै कार्यको प्रारम्भ गर्ने सोचमा हुनुहुन्छ भने काम केही ढिला, सुस्ततापूर्वक अगाडि बढ्ने देखिन्छ। यद्यपि खर्चमा कन्ट्रोल गर्नुपर्ने आवश्यकताहरू देखिन्छ। अनायासै खर्च वा चाहिने भन्दा बढी खर्चका कारणले मानसिक समस्या भने यहाँलाई उब्जाउन सक्ने स्थिति बनिरहेको छ। विशेष गरेर माताजीसँग सम्बन्ध सुधारको संयोगहरू देखिन्छ। पारिवारिकसँग भेटघाट वा एउटा आत्मीय सद्भावको संयोग पनि यस महिनामा यहाँका लागि बनिरहेको देखिन्छ। केही चुनौती, केही उतार चढाव जीवनमा यस महिनामा सामना गर्नु परे पनि समग्रमा मेष राशिका लागि माघ महिना उत्कृष्ट नै देखियो। विशेष कुनै कार्य गर्दै हुनुहुन्छ भने मंगलबार पारेर गरेका कार्यहरूले विशेष लाभ दिने देखिन्छ। रातो कलरको बढी प्रयोग गर्नु तपाईका लागि राम्रो हो। मंगलबारको दिन पारेर गरेका कार्यले विशेष लाभ दिन्छ। यो थियो माघ महिना तपाईँ मेष राशि हुनुहुने जातकहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा राम्रो हुनेछ भन्ने विषयमा।